थुक्क पापीहरू एउटा निडर साहसी जनजातिको छोरा गृहमन्त्री भएको थियो, खुरुखुरु काम गरिराखेको थियो। उसको पछाडि लागेर हात धोएर बिहानदेखि बेलुकासम्म उसको पद त्याग्नै लगाएर बाध्यता गरायो। यो देश बन्छ कसले, बनाइदिन्छ कसले? अब कसले बनाइदिन्छ? जो जाँदा पनि जसको पनि खुट्टा तान्ने। यहाँ त सुन्दैछु यदि यो पद अहिले गएन जान्थेन भने फेरि अर्को पद अर्को काण्ड ल्याएर भए पनि फाल्थ्यौँ भनेर समाजमा भनिराखेको छ भने यो देश बन्छ कसले, बनाइदिन्छ कसले? थुक्क पापीहरू। तिमीहरू जतिको पापी अपराधी यो संसारमा कोही पनि छैन। एउटा मान्छे हिजोका दिनमा विगतमा के गर्यो, कसको के थियो पृष्ठभूमि छोडिदिनुहोस्, तर राजनीतिमा आइसके पछाडि उसले के गर्यो भन्ने कुरा महत्त्वपूर्ण होला नि त। तर यति पनि नराखिकन आज एउटा सुदन गुरुङलाई जसरी बाध्यता बनाइयो, यो एकदमै 3 करोड जनतामध्ये त्यही झोले झम्टेहरू बाहेक मलाई लाग्छ काङ्ग्रेस र एमालेका बाहेक अरू सबैको चित्त मन दुखेको छ। त्यति मात्रै होइन, नेपाल प्रहरी सशस्त्र प्रहरीको पनि चित्त दुखेको छ। आज उहाँ जतिको गृहमन्त्री सबै सानादेखि ठुलासम्म बराबर सबैसँग हाँसी हाई हलो गर्दै हिँड्ने। सम्झिनुहोस् साथी हो, योभन्दा पहिला रवि लामिछाने दाइलाई सम्झिनुहोस् र अब आउने गृहमन्त्रीले पनि बुझोस्, लुते गृहमन्त्रीको त्यहाँ काम छैन। अब लुते गृहमन्त्री नपठाउनु होला पार्टीका साथीहरू। अब त्यहाँ अलिकता हकी स्वभावको सुदन गुरुङ जस्तै त्योभन्दा पनि निडर खालको मान्छे पठाउनुपर्छ। हिजो रवि लामिछानेलाई यिनै पापीहरूले चाहिँ रवि लामिछानेलाई यो हालतमा पुर्याएका थिए। आज फेरि सुदन गुरुङमाथि यिनले अन्याय गरे, भोलि अर्को माथि पनि गर्नेछन्। त्यसो भए त्यहाँ हकी स्वभावको बरु पद